नमस्ते साथीहरू। आज हामीले स्ट्रेस स्ट्रेन डायग्राम, हुक्स ल, इकेजी एन्ड म्युको रिलेसनशिप, थर्मल स्ट्रेस एन्ड स्ट्रेन, रिजिड एन्ड डिफर्मेबल बडी, टेन्जेन्ट मोडुलस एन्ड मोडुलस अफ रप्चरको बारेमा जान्नेछौँ। हाम्रो छ इलास्टिक कर्भ। इलास्टिक कर्भलाई हामीले स्ट्रेस स्ट्रेन डायग्राम पनि भन्छौँ। इलास्टिक कर्भ भन्नु स्ट्रेस स्ट्रेन डायग्राम भन्नु एउटै हो। अब इलास्टिक कर्भ भनेको के हो त? When a ductile material is stressed up to fracture, then the curve showing the relation between stress on y-axis and strain on x-axis of a elastic material is known as elastic curve. इलास्टिक कर्भ भनेको के हो त भनेपछि जब हामीले डक्टाइल मेटेरियललाई फ्र्याक्चर हुँदासम्म चाहिँ स्ट्रेस दिन्छौँ नि, त्यतिखेर चाहिँ त्यो मेटेरियलले चाहिँ त्यो कर्भमा हामीलाई स्ट्रेस र स्ट्रेनको रिलेसन देखाउँछ। त्यो रिलेसनलाई नै भन्छौँ हामीले स्ट्रेस स्ट्रेन कर्भ भन्छ अथवा इलास्टिक कर्भ भनिन्छ। अब इलास्टिक कर्भमा चाहिँ हाम्रो स्ट्रेस स्ट्रेन कर्भ हाम्रो यहाँनिर छ। स्ट्रेस एक्स एक्सिसमा स्ट्रेन दिएको छ, वाइ एक्सिसमा चाहिँ स्ट्रेस दिएको छ, स्ट्रेस स्ट्रेन कर्भ हुन्छ। यसलाई बुझौँ स्ट्रेस स्ट्रेन कर्भको बारेमा। एउटा वाइ एक्सिस ल्याउँ, अर्को चाहिँ एक्स एक्सिस ल्याउँ, अनि यहाँनिर ओ हुने भयो। ओबाट यता चाहिँ स्ट्रेन हुने भयो, एक्स एक्सिसमा चाहिँ, वाइ एक्सिसमा चाहिँ स्ट्रेस हुने भयो। त्यसपछि अब ओदेखि एउटा लिनियर लाइन गएको हुन्छ। यसलाई भन्ने भयो हामीले ए पोइन्ट। ए पोइन्टलाई भन्ने भयो हामीले प्रोपोर्सनल लिमिट। यो चाहिँ प्रोपोर्सनल लिनियर रूपमा गएको हुन्छ। ओ एसम्म चाहिँ लिनियर इलास्टिक जोन हुने भयो। ए पोइन्टसम्म चाहिँ लिनियर इलास्टिक जोन हुने भयो। त्यसपछि ओदेखि एसम्म चाहिँ स्ट्रेस डाइरेक्टली प्रोपोर्सनल टु स्ट्रेनसँग। स्ट्रेस चाहिँ स्ट्रेनसँग चाहिँ डाइरेक्टली प्रोपोर्सनल हुने भयो। त्यसपछि ओए चाहिँ स्ट्रेटली ओबेज हुक्स ल। हाम्रो ए पोइन्टसम्म चाहिँ हुक्स लको पूर्ण रूपमा पालना गर्छ, हुक्स ललाई फलो गर्छ भने ए पोइन्टदेखि। त्यसपछि अर्को पोइन्ट आउँछ हाम्रो बी पोइन्ट आउँछ। त्यसपछि अलि यस्तो कर्भ भएर गएको हुन्छ, यहाँनिर आउने भयो बी पोइन्ट। त्यो हाम्रो बी पोइन्टलाई भन्ने भयो इलास्टिक लिमिट भन्छ, त्यसलाई भन्ने भयो इलास्टिक लिमिट। एदेखि बीसम्म चाहिँ नन लिनियर इलास्टिक जोन हुन्छ। एसम्म चाहिँ लिनियर हुन्थ्यो भने बीसँग चाहिँ नन लिनियर इलास्टिक जोन हुने भयो। तर हाम्रो ओदेखि बीसम्म चाहिँ हुने भनेको इलास्टिक जोन नै हुन्छ, इलास्टिक जोन हुन्छ। तर एसम्म चाहिँ लिनियर हुन्थ्यो भने बीसम्म नन लिनियर इलास्टिक जोन हुने भयो। अप टु बी द मेटेरियल रिगेन इट्स ओरिजिनल सेप एन्ड साइज आफ्टर रिमुभिङ एक्सटर्नल लोड। हाम्रो इलास्टिक लिमिटसम्म चाहिँ एक्सटर्नल लोड रिमुभ गर्यो भने चाहिँ मेटेरियलले आफ्नो ओरिजिनल सेप चाहिँ रिगेन गर्न सक्छ भन्नु। त्यसपछि हुक्स ल अवेज इलास्टिक लिमिट अप टु इलास्टिक लिमिट। हुक्स लले चाहिँ हाम्रो इलास्टिक लिमिटसम्म मात्रै हुक्स ललाई हामीले लागू गर्न सक्छौँ, हुक्स ल लागु हुन्छ भनेर। त्यसपछि बी पोइन्ट पछि अनि यहाँनिर आउँछ सी पोइन्ट आउँछ। त्यो सी पोइन्टलाई भन्ने भयो हामीले के भन्छ त? सी पोइन्टलाई त्यो सी पोइन्टलाई भन्ने भयो हामीले अप्पर एल पोइन्ट भन्छौँ। सी पोइन्टलाई भन्छौँ अप्पर एल पोइन्ट। अप्पर एल पोइन्ट नाल द पोइन्ट वेयर प्लास्टिक डिफर्मेसन बिगिन्स। अब सी पोइन्टबाट चाहिँ हाम्रो प्लास्टिक डिफर्मेसन हुन्छ। त्यही प्लास्टिकमा पुग्यो भने चाहिँ यहाँ के भन्नाले प्लास्टिक डिफर्मेसन भन्नाले चाहिँ अब एक्सटर्नल लोड रिमुभ गरे पनि आफ्नो ओरिजिनल सेपमा आउँदैन त्योभन्दा पछि भने सी पोइन्टमा। त्यसपछि सी पोइन्टबाट यस्तो तलबाट फेरि कर्भ बनाउँछ। यो पोइन्टलाई डी पोइन्ट आउँछ यहाँनिर, यो पोइन्टलाई डी पोइन्ट भन्ने भयो। त्यो डी पोइन्ट भनेको चाहिँ लोवर एल पोइन्ट हो, लोवर एल पोइन्ट। सी भनेको अप्पर एल पोइन्ट, डी भनेको लोवर एल पोइन्ट। लोवर एल पोइन्ट भन्नाले चाहिँ द पोइन्ट वेयर एल्डिङ इन्ड्स। हाम्रो डी पोइन्टमा आएर चाहिँ एल्डिङ इन्ड हुन्छ भने। त्यसपछि चाहिँ अब एल पोइन्ट भन्नाले के हो त? यो चाहिँ इट इज द स्टेज, एउटा यस्तो स्टेज हो जहाँ चाहिँ मेटेरियल्स हो इन्क्रिज इन स्ट्रेस मोर क्विकली एज कम्पेयर टु इन्क्रिज इन स्ट्रेस। हाम्रो स्ट्रेन भन्दा चाहिँ स्ट्रेस चाहिँ एकदम धेरै इन्क्रिज भएको हुन्छ। स्ट्रेन चाहिँ धेरै यो पोइन्टमा चाहिँ के हुन्छ भनेपछि इट इज द स्टेज वेयर द मेटेरियल सोज इन्क्रिज इन स्ट्रेन मोर क्विकली एज कम्पेयर टु इन्क्रिज इन स्ट्रेस। हाम्रो स्ट्रेस भन्दा पनि स्ट्रेन चाहिँ एकदम छिटो इन्क्रिज भइरहेको हुन्छ भने रेपिडली इन्क्रिज हुन्छ स्ट्रेन। स्ट्रेस चाहिँ अलिअलि इन्क्रिज भए पनि स्ट्रेन चाहिँ एकदम छिटो इन्क्रिज भएको छ नि त यो पोइन्टमा, यो हाम्रो एल्ड पोइन्टमा। एदेखि
O देखि B सम्म चाहिँ हाम्रो इलास्टिक जोन थियो अनि B देखि D सम्म चाहिँ हाम्रो BD चाहिँ प्लास्टिक जोन हुन्छ भनेको D सम्म हुनेको हाम्रो प्लास्टिक जोन हुने भयो अनि त्यसपछि ए D भन्दा पछि अर्को पोइन्ट आउँछ यहाँनिर आउँछ माथि E पोइन्ट आउँछ E आउँछ सबभन्दा माथि E पोइन्ट आउँछ E पोइन्टलाई भन्नेमा हामीले अल्टिमेट स्ट्रेस भन्नाले इट इज द म्याक्सिमम स्ट्रेस द्याट अ मेटेरियल क्यान विथस्ट्यान्ड बिफोर फेल हुनुभन्दा पहिला धान्न सक्ने सबभन्दा धेरै स्ट्रेसलाई भन्ने हामीले अल्टिमेट स्ट्रेस सबभन्दा म्याक्सिमम स्ट्रेस लागेको छ ई पोइन्टमा स्ट्रेस सबभन्दा माथि छ नि त त्यसपछि लास्टमा आउँछ हाम्रो ब्रेकिङ पोइन्ट एफ पोइन्ट आउने भयो एफलाई भन्ने भयो ब्रेकिङ पोइन्ट एफ भइहाल्यो ब्रेकिङ पोइन्ट इट इज द पोइन्ट वेयर द मेटेरियल फेल्स यो बी पोइन्टमा आइसकेपछि त हाम्रो मेटेरियल फेल हुने भइहाल्यो भने द स्ट्रेस एट दिस पोइन्ट इज कल्ड ब्रेकिङ स्ट्रेस हाम्रो जुन एफ पोइन्टमा लाग्छ नि त्यो स्ट्रेसलाई भन्ने भयो ब्रेकिङ स्ट्रेस त्यहाँ ब्रेकिङ हुने भयो नि त त्यसो भएर त्यसपछि स्ट्रेस स्ट्रेन डायग्रामको बारेमा भयो हाम्रो यहाँ क्लियर रूपमा हामीले स्ट्रेस स्ट्रेन डायग्रामलाई बनाएका छौँ स्ट्रेस स्ट्रेन डायग्राम यो ओ पोइन्ट भयो यहाँ चाहिँ हाम्रो एक्स एक्सिसतिर चाहिँ स्ट्रेन भइहाल्यो स्ट्रेन हुने एक्स एक्सिसतिर वाइ एक्सिसतिर चाहिँ स्ट्रेस भयो स्ट्रेस चाहिँ वाइ एक्सिसतिर हुन्छ त्यसपछि हाम्रो मेकानिक्स अफ स्ट्रक्चरमा युज हुने अरू इम्पोर्टेन्ट टपिकहरू छन् न त्यसमा सुरु गरौँ एकमा छ हुक्स ल भनेको के हो त It is stated that stress is directly proportional to strain within elastic limit. हुक्स लले के भन्छ त स्ट्रेस चाहिँ स्ट्रेनसँग चाहिँ डाइरेक्टली प्रोपोर्सनल हुन्छ कहाँ त इलास्टिक लिमिटभित्र मात्र भनेको छ इलास्टिक लिमिटमा लागु हुने भयो हुक्स ल स्ट्रेस चाहिँ डाइरेक्टली प्रोपोर्सनल टु स्ट्रेनसँग डाइरेक्टली प्रोपोर्सनल हुन्छ अब म्याथमेटिकल्ली हेर्दाखेरि चाहिँ स्ट्रेस इज डाइरेक्टली प्रोपोर्सनल टु स्ट्रेन स्ट्रेसलाई सिग्माले डिनोट गर्छौँ अनि स्ट्रेनलाई चाहिँ एप्सिलनले डिनोटेड गर्ने भइहाल्यौँ त्यसपछि अनि सिग्मा इक्वल टु ई डु एप्सिलन गर्न सक्यौँ हामीले ई भनेको चाहिँ वेयर इज द यङ्स मोडुलस अफ इलास्टिसिटी हो अनि ई यङ्स मोडुलस अफ इलास्टिसिटी चाहिँ स्टिलको लागि चाहिँ 2 × 10⁵ न्युटन पर एमएम स्क्वायर हुन्छ अनि माइल्ड स्टिलको लागि चाहिँ 2.1 × 10⁵ न्युटन पर एमएम स्क्वायर हुन्छ त्यसपछि टिम्बरको लागि चाहिँ 5 × 10⁻³ देखि 10 × 10⁻³ न्युटन पर एमएम स्क्वायर हुन्छ त्यसपछि कङ्क्रिटमा चाहिँ 5700 अन्डरवुड एफसीके चाहिँ हाम्रो एज पर आइएस 456 1978 अनुसार चाहिँ 5700 अन्डरवुड एफसीके हुन्छ अनि हाम्रो आइएस कोड हाम्रो 2000 अनुसार चाहिँ 5000 अन्डरवुड एफसीके हुन्छ भने अनि एफसीके इज द क्यारेक्टरिस्टिक स्ट्रेन्थ अफ कङ्क्रिट एफसीके भनेको चाहिँ के रहेछ त क्यारेक्टरिस्टिक स्ट्रेन्थ हो कङ्क्रिटको त्यसपछि यङ्स मोडुलस अफ इलास्टिसिटी चाहिँ जहिले पनि हाम्रो मोडुलस अफ रिजिडिटी भन्दा बढी नै हुन्छ भने त्यसपछि 2 मा छ रिलेसन एमङ इकेजी म्यु बिच रिलेसन के छ त हाम्रो केजी ई भनेको चाहिँ हाम्रो यङ्स मोडुलस अफ इलास्टिसिटी हो के भनेको चाहिँ बुल्क मोडुलस हो जी भनेको मोडुलस अफ रिजिडिटी भइहाल्यो म्यु भनेको चाहिँ पोइजन रेसियो भइहाल्यो यिनीहरू बिच रिलेसन सबभन्दा ई भनेको के हो थाहा पाउनु पर्यो इक्वल टु के हुन्छ त यङ्स मोडुलस इक्वल टु लङ्गिट्युडनल स्ट्रेस अपन लङ्गिट्युडनल स्ट्रेन लङ्गिट्युडनल स्ट्रेस र लङ्गिट्युडनल स्ट्रेनको रेसियोलाई भन्छ हामीले यङ्स मोडुलस अनि त्यसपछि सियर स्ट्रेस र सियर स्ट्रेनको रेसियोलाई भन्छौँ मोडुलस अफ रिजिडिटी मोडुलस अफ रिजिडिटी इक्वल टु के हुन्छ त सियर स्ट्रेस अपन सियर स्ट्रेन त्यसपछि भोलुमेट्रिक स्ट्रेस र भोलुमेट्रिक स्ट्रेनको रेसियोलाई भन्छौँ हामीले बुल्क मोडुलस भन्छौँ के इक्वल टु भोलुमेट्रिक स्ट्रेस ओपन भोलुमेट्रिक स्ट्रेन हुन्छ त्यसपछि म्यु पोइजन रेसियो भन्नाले चाहिँ ल्याटरल स्ट्रेन टु लङ्गिट्युडनल स्ट्रेन हुन्छ ल्याटरल स्ट्रेन ओपन लङ्गिट्युडनल स्ट्रेनलाई भन्छ हामीले पोइजन रेसियो अब हामीले यिनीहरू बिचको रिलेसन पनि थाहा पाउनु पर्यो इक्वल टु हुन्छ 2g1 + म्यु हुन्छ एउटा रिलेसन यो हो इक्वल टु हुने भयो 2g1 + म्यु अर्को चाहिँ इक्वल टु हुन्छ 3k1 - 2 म्यु हुन्छ अर्को रिलेसन
इक्वल टु 3k1 माइनस 2 म्यू अनि इक्वल टु 9 केजी ओपन 3k प्लस जी हुन्छ इक्वल टु हाम्रो ई केजी र म्यू बिचको रिलेसन हो। ई भनेको चाहिँ यङ्स मोडुलस अफ इलास्टिसिटी हो, जी भनेको मोडुलस अफ रिजिडिटी हो, के भनेको बुल्क मोडुलस, म्यू भनेको पोइजन रेसियो हो। यिनीहरू बिचको रिलेसन के हुन्छ त इक्वल टु 9 केजी ओपन 3k प्लस जी हुन्छ। त्यसपछि अब थर्मल स्ट्रेस र स्ट्रेन भनेको के हो त? थर्मल स्ट्रेन भनेको के हो? थर्मल स्ट्रेस भनेको के हो त? थर्मल स्ट्रेन द चेन्ज इन डाइमेन्सन अफ बडी ड्यू टु टेम्परेचर विथ रिस्पेक्ट टु इट्स ओरिजिनल डाइमेन्सन इज कल्ड थर्मल स्ट्रेन। थर्मल स्ट्रेन भनेको चाहिँ टेम्परेचरका कारणले कुनै पनि बडीको डाइमेन्सनमा आउने चेन्जलाई हामी थर्मल स्ट्रेन भन्छौँ। टेम्परेचरका कारणले हुने लेन्थमा चेन्ज हो थर्मल स्ट्रेन भनेको चाहिँ। यसको फर्मुला अब थर्मल स्ट्रेन इक्वल टु डेल एल बाई एल हुने भयो। डेल एल भनेको चाहिँ एल इन्टु अल्फा डेल टी बाई एल हुन्छ। एलएल क्यान्सल भयो, अल्फा डेल टी हुने भयो थर्मल स्ट्रेन इक्वल टु। त्यसपछि अल्फा भनेको चाहिँ यो के हो त? कोएफिसिएन्ट अफ थर्मल एक्सपेन्सन हो। कोएफिसिएन्ट अफ थर्मल अल्फाको भ्यालु चाहिँ स्टिलको लागि चाहिँ 10 इन्टु 10 टु द पावर माइनस 6 पर डिग्री सेल्सियस हुन्छ अनि कङ्क्रिटको लागि चाहिँ 12 इन्टु 10 टु द पावर माइनस 6 पर डिग्री सेल्सियस हुन्छ। त्यसपछि थर्मल स्ट्रेस भनेको के हो त? द इन्टरनल रेसिस्टेन्स फोर्स अगेन्स्ट एक्सपान्डेड अर कन्ट्र्याक्ट द बडी ड्यू टु टेम्परेचर इज कल्ड थर्मल स्ट्रेस। टेम्परेचरका कारणले हुने कुनै पनि बडीमा टेम्परेचरका कारणले बडीले एक्सपान्ड अर कन्ट्र्याक्ट गर्न खोज्छ नि, त्यो गर्न खोज्छ त्यो फोर्सको अगेन्स्ट लाग्ने इन्टरनल रेसिस्टेन्स फोर्सलाई भन्छौँ हामीले थर्मल स्ट्रेस। अब थर्मल स्ट्रेस इक्वल टु थर्मल स्ट्रेन इन्टु हाम्रो यङ्स मोडुलस हुन्छ। थर्मल स्ट्रेन भनेको अल्फा डेल्टी थियो, अल्फा डेल्टी ई हुने भयो हाम्रो थर्मल स्ट्रेस इक्वल टु। त्यसपछि 4 मा छ रिजिड बडी एन्ड डिफर्मेबल बडी। रिजिड बडी भनेको के हो? डिफर्मेबल बडी भनेको के हो त? रिजिड बडी द बडी व्हिच डु नट चेन्ज सेप एन्ड साइज अन्डर एक्सटर्नल लोड इज कल्ड रिजिड बडी। एक्सटर्नल लोड लागे पनि आफ्नो सेप साइज चेन्ज गर्दैन भने त्यसलाई हामीले रिजिड बडी भन्ने भयौँ। अनि यदि द बडी व्हिच चेन्ज सेप एन्ड साइज अन्डर एक्सटर्नल लोड लागेपछि आफ्नो सेप साइज चेन्ज गर्छ भने त्यसलाई हामीले डिफर्मेबल बडी भन्ने। त्यसपछि टेन्जेन्ट मोडुलस भनेको के हो त? इट इज द स्लोप अफ द स्ट्रेस स्ट्रेन कर्भ एट एनी स्पेसिफाइड स्ट्रेस हो। कुनै पनि निश्चित हाम्रो स्ट्रेस स्ट्रेनमा चाहिँ देखाउने हाम्रो स्ट्रेस स्ट्रेन कर्भको स्लोपलाई भन्छौँ टेन्जेन्ट मोडुलस भन्छौँ। स्ट्रेस स्ट्रेन कर्भको स्लोपलाई बिलो प्रोपोर्सनल लिमिट इट इज इक्वल टु यङ्स मोडुलस। हाम्रो प्रोपोर्सनल लिमिट हुँदैन स्ट्रेस स्ट्रेन कर्भमा अघि हेऱ्यौँ प्रोपोर्सनल लिमिट हो, त्यो प्रोपोर्सनल लिमिटभन्दा तल चाहिँ यङ्स मोडुलस इक्वल हुन्छ हाम्रो प्रोपोर्सनल लिमिटसम्म। अनि त्यसपछि एबभ प्रोपोर्सनल लिमिटभन्दा माथि चाहिँ भ्यारिज विथ स्ट्रेनसँगै फरक फरक हुँदै जान्छ टेन्जेन्ट मोडुलस चाहिँ। त्यसपछि ह्याम्बर्ग ओस्गुड इक्वेसन इज युज टु रिलेट यङ्स मोडुलस एन्ड टेन्जेन्ट मोडुलस। यङ्स मोडुलस र टेन्जेन्ट मोडुलसलाई रिलेट गर्नलाई कुन युज हुन्छ भने ह्याम्बर्ग ओस्गुड इक्वेसन युज हुन्छ भन्ने। त्यसपछि छ मोडुलस अफ रप्चर। मोडुलस अफ रप्चर भनेको के हो त? इट इज द म्याक्सिमम स्ट्रेस अफ मेटेरियल क्यान विथस्ट्यान्ड जस्ट बिफोर एल्ड इन फ्र्याक्चर टेस्ट। हाम्रो फ्र्याक्चर टेस्ट गर्दाखेरि चाहिँ मोडुलस अफ रप्चर भनेको चाहिँ म्याक्सिमम स्ट्रेस हो। मेटेरियलले विथस्ट्यान्ड गर्न सक्ने धान्न सक्ने चाहिँ म्याक्सिमम स्ट्रेसलाई भन्छ हामीले मोडुलस अफ रप्चर भन्छौँ। फ्र्याक्चर हुनुभन्दा पहिला चाहिँ ठ्याक्कै फ्र्याक्चर हुनुभन्दा अगाडि जति सबभन्दा धेरै स्ट्रेसलाई विथस्ट्यान्ड गर्न सक्छ नि हो त्यसलाई भन्छ मोडुलस अफ रप्चर। इट इज अल्सो नोन एज फ्र्याक्चरल स्ट्रेन्थ, फ्र्याक्चर स्ट्रेन्थ अर ब्यान्ड स्ट्रेन्थ पनि भन्छ। यसलाई फ्र्याक्चरल स्ट्रेन्थ पनि भन्न मिल्यो, फ्र्याक्चर स्ट्रेन्थ, ब्यान्ड स्ट्रेन्थ पनि भन्छौँ हामी मोडुलस अफ रप्चरलाई। त्यसपछि ट्रान्सभर्स बेन्डिङ टेस्ट इज कमनली युज फर फ्र्याक्चरल स्ट्रेन्थ टेस्ट। हाम्रो फ्र्याक्चरल स्ट्रेन्थ टेस्टको लागि सबभन्दा युज गरिने टेस्ट कुन हो त? सबभन्दा धेरै युज गर्ने चाहिँ ट्रान्सभर्स बेन्डिङ टेस्ट युज गरिन्छ। यो ट्रान्सभर्स बेन्डिङ टेस्ट पनि कसरी गरिन्छ भने इट इज अब्टेन बाई सेन्टर पोइन्ट लोडिङ एन्ड थर्ड पोइन्ट लोडिङ। सेन्टर पोइन्ट लोडिङ र
थर्ड पोइन्ट लोडिङबाट हाम्रो ट्रान्सभर्स बेन्डिङ टेस्ट गरिन्छ अनि सेन्टर पोइन्ट लोडिङ टेस्ट आर नियरली 50% हायर देन थर्ड पोइन्ट लोडिङ। थर्ड पोइन्ट लोडिङ भन्दा चाहिँ 15% बढी हुन्छ हाम्रो सेन्टर पोइन्ट लोडिङ टेस्टमा भने। त्यसपछि स्पेसिमेन हाम्रो यो मोडुलस अफ रप्चर यो फ्र्याक्चरल टेस्ट गर्छौँ नि हो त्यसको साइज कति हुन्छ भने 10x10x40 cm³ हुने भयो, 10x10x40 हुने भयो। यसरी हामीले मेकानिक्स अफ मेटेरियल एन्ड स्ट्रक्चरको पुरा कम्प्लिट नोटहरू हाम्रो यस च्यानलमा हालिरहेका छौँ। यसरी अझ अन्य सबै मेकानिक्स अफ मेटेरियलको नोटहरू पाउनको लागि हाम्रो यो लोकसेवावाला च्यानललाई सब्सक्राइब गरिराख्नु होला। धन्यवाद।